वेलकम ब्याक डियर फ्रेन्ड्स टु माई मिनी ब्लग्स। र आज भने हामी बागधारा भएर डाक्टर ग्राम्स होम्सतिर लागिरहेको छौँ। हामी श्रीमान श्रीमती र यसो भेटघाट र हाम्रो डाक्टर नेचर वेलनेसको हाम्रो डाइनामिक लिडरलाई पनि देख्ने काम थियो र सरसल्लाह साथसाथै हाउस भिजिट पनि थियो है। र हामी यसरी ओक्देन रोडतिर आइपुगेका छौँ बागधाराबाट। आज बिहिबार भए तापनि निकै जाम नै रहेछ है। हामी जामहरूलाई पार गर्दै गर्दै सिके चोकतर्फ लागिरहेको छौँ। त्यो गर्नुहोला आजको हाम्रो सानो मिनी ब्लग्स। ल अब भने हामी सिके चोक उकालो चढ्यौँ। सिके चोकमा सदा जस्तो भिड छैन, आज खाली छ। यहाँनिर चाहिँ हामी रासन दोकानमा हामी रासन खान्छौँ। एकदम सुनसान छ यो बाटो है। यहाँनिर एउटा सेलुन छ, पहिला म कालिम्पोङमा यहाँनिर सेलुन, यो सेलुनमा काटेको थिएँ। यहाँनिर भने एउटा हाम्रो दृष्टिविहीन भाइ बस्छ, बिचरा मुसलमान भाइ भिखारी, र उहाँले चिनिहाल्छ को आएको के हो भनेर हो। यसरी लागिरहेछौँ हामी। यहाँबाट उकालो भने हङकङ मार्केट लाग्छ। र अब चाहिँ हामी होमस्टे स्ट्यान्डतिर आइपुग्यौँ। गाडीबाट चढ्यौँ है, गाडीमा सवार भयौँ। र अब भने हामी डिस्पेन्सरी आइपुग्यौँ होम्स। यसकै माथि चाहिँ हाम्रो म्याडम घर छ है। नेचर सक्रिय लिडर्स हुनुहुन्छ मेरो अन्तर्गतमा। फुलहरू मजाले फुलेको रहेछ। अब इन्दिरा म्यामको घर पनि आइपुगेँ। बोक्सी फुल भन्थ्यो हामी पहिला है। यो फुलहरू राम्रो हुँदो रहेछ। यो फुलको नाम चाहिँ थाहा भएन मलाई है। गुगलमा सर्च गरेर बताउँला हजुरहरूलाई, अवश्य नै बताउने छु। हेर्दै गर्नुहोस्, यो उकालो हामी लाग्यौँ। उहाँको घर पनि अब आइपुग्यो। गेटतिर हामी लम्किरहेको छौँ। ल पर्खिराख्नु भएको छ उहाँले। चाहिँ वेलकम भन्नुहुँदैछन्। मेरो श्रीमतीले गेट खोलेर प्रवेश गर्नुभयो। कुकुर हुँदैछ र कुकुर छैन रहेछ, कता राखेको रहेछ। अनि धेरै प्लान्टहरू कलेक्सन गर्नुभएको छ यहाँ। फुलहरू, प्लान्टहरू यहाँनिर उयो पनि फलिरहेको छ। के भन्छ यसलाई, मलेडो पनि फलिरहेको छ है। यो मलेडोको झ्याङ हो, देख्नुहुँदैछ। अब उहाँ साफसफाइ गर्नुहुँदै रहेछ है। त्यसो यहाँनिर उहाँले प्रिमोलिया पनि रोप्नु भएको छ। र यसरी प्रिमोलियाहरू फुलेको रहेछ है, मजाले रोप्नु भएको रहेछ। थुप्रै फुलको कलेक्सन रहेछ। मेरो श्रीमतीले चाहिँ माग्नु पनि भएको छ कतिवटा प्लान्ट्सहरू है। यो चाहिँ तपाईँको लाई चाहिँ उयो भन्दो रहेछ, यसलाई चाहिँ स्टार फ्लावर भन्दो रहेछ है। अब उहाँको घरमा केही बेर आराम गरेर चिया पिएर हामी उकालोतिर लागिरहेछौँ। मेम्बर्सको हाउस भिजिट। त्यहाँनिर घर बनाउँदै रहेछ। यी रडहरू राखिरहेको रहेछ है। कसको घर भनेको दार्जिलिङ बजारको एकजना बहिनीको घर भन्नु। यी जङ्गलको बाटो हामी मन्दिरपट्टि जाउँ। यहाँ हाम्रो होम्सको फेमस एउटा शिव मन्दिर पनि रहेछ। र यसो शिव मन्दिरमा यादगार, भगवान् शिवको यादगारको दर्शन जाउँ न त भनेर भन्नुभयो मेरो श्रीमतीले। र हाम्रो इन्दिरा म्यामले हामीलाई लगेर जानुहुँदैछ। अब हामी अहिले भने मन्दिरको गेटतिर आइपुग्यौँ। मन्दिरमा एकछिन प्रवेश गऱ्यौँ, यसो परिसरहरू हेऱ्यौँ है। र विशेष यो मन्दिरको माथि चाहिँ पुरा आगो लागेको थियो 3-4 वर्ष अगाडि। सबैजना आगो लाग्यो भने आएको त फेरि आगो लागेको थिएन रहेछ। यो चाहिँ कुकुर काल भैरव नाम राखेको कुकुर मैले बोक्दै थियो। यहाँ चाहिँ अमोस भन्ने हाम्रो एकजना पेसेन्ट हुनुहुन्छ। उहाँको घरमा हामी के छ कसो छ विचार गर्न आएको, र हेल्थ अवेरनेसको लागि हामी आएको थियौँ है। एकदमै राम्रो जग्गा छ यहाँनिर, कति राम्रो है। मनपर्छ गाउँ है, राम्रो रहेछ। बाटोमा साफसुथरा। ओह, हाम्रो अमोसज्यूको कुकुर आउँदैछ। अब यो कुकुर चाहिँ मलाई देखेपछि लुटुपुटु भइहाल्छ, किन हो कुनि भन्नु सक्दैन, पुच्छर होला आइहाल्छ। ल त आजको भ्लगलाई यतिमा अन्त गर्दछु। सी यू।